त्यहाँ के पनि छ हामीलाई एउटा बीमको वेट दिएको छ वेट अफ बीम B को भ्यालु छ 140 mm र डेप्थ दिएको छ 240 र यसमा लेन्थ दिएको छ सिमेन्टमा M को भ्यालु छ 4 मिटर यसलाई पनि हामीले 4000 टिममा लग्यो भने 4000 Technical control load. Determine the load that can be placed at the center. सेन्टरमा लोड गर्ने राख्नु पर्यो जसको कारणले चाहिँ के हुन्छ बीम चाहिँ डिफ्लेक्ट हुन्छ है 10 mm ए डिफ्लेक्सन दियो हैन डिफ्लेक्सन y को भ्यालु दियो 10 mm दियो र यहाँ e को भ्यालु दिएको छ मोडुलर कप इलेक्ट्रिसिटी e हजुर 6 गेवा पक्ष भएको न्युटनमा लानुपर्छ यसलाई न्युटन बनाउने यसमा लगाउनु भएको शीट इन्टु 10 को पावर माइनस 19 होला 6 into 10 to the power 9 के भयो डिफ्लेक्सन फर एमएम 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 लगाउनु चाहियो एमएम लगाउने के हुन्छ एमएम लगाउँदाखेरि शीट इन्टु 10 को पावर न्युटन छँदैछ यो मिटरलाई मलाई के हुन्छ 1000 गर्नुको स्क्वायर छ डिवाइड गर्नु 1000 को स्क्वायरले डिवाइड गर्नु भनेको यो भनेको 10/6 ले डिवाइड हो पछि कति आउँछ 6000 लाग्यो अनि स्क्वायर छैन स्क्वायर हुँदा स्क्वायर पनि गर्नुपर्ने क्यूब छ भने क्यूब गर्नुपर्छ फेरि स्क्वायर भएर दुईचोटि गऱ्यो e को भ्यालु आयो हामीलाई चाहिएको छ लोड सेन्टरमा लोड कति हुन्छ लोड एट सेन्टर टप कति हुन्छ सिम्पल क्या बढी बिल सिम्पल सर्ट गर्नु सेन्टरमा लोड लाग्यो भने सिम्पल चपटे तोड बुल यसले अनि के गराउँछ y कति जति बेच्नु पर्छ अब यार 48 EI डबल निकाल्नु पर्यो y दिएको छ l पनि दिएको छ e पनि दिएको छ i निकाल्नु i भनेको मोमेन्ट अफ इनर्शिया यो b र d बाट निकाल्नु अब चाहिँ अब यहाँबाट हामीले b र d बाट चाहिँ मोमेन्ट अफ MY इनर्शिया रेक्टेंगुलर का मेडिक डिवाइड 12 b को वैल्यू 140 3 छ 240 5 12 कति आउँछ यो 16 128 FM4 अब त्यो डिफ्लेक्सनमा राख्नु डिफ्लेक्सन भयो भने WL by 48 EI र y को भ्यालु दिएको छ 10 W निकाल्नु पर्ने भयो लेन्थ भनेको 4000 48 e को भ्यालु छ हामीलाई कति हुन्छ 1000 into I भनेको 1.8 क्या 1618 into 10 का पावर माइनस 10 का पावर खोल एकदम मिल जाएगा अच्छा त्यही त न्यूटनमा आयो भनेको 7.57 किलोमिटर एरियामा